एक थरीहरू भन्ने गर्छन् राजतन्त्रले के दियो, अरु केही नभए पनि पूर्व पश्चिम राजमार्ग दियो, कोदारी राजमार्ग दियो, पृथ्वी राजमार्ग दियो, त्रिभुवन राजपथ दियो, 14 अञ्चल अस्पताल दियो, गोरखकाली टायर दियो, हेटौडा औद्योगिक क्षेत्र दियो, बुटोल औद्योगिक क्षेत्र दियो, चितवन, बर्दिया, सगरमाथा, सेपचुन्डो, रारा, निकुञ्ज दियो। तर गणतन्त्रले के दियो, अरु के दियो थाहा भएन। तर यति ओम्नी, गिरिबन्धु, टेरामक्स, व्हाइट बडी, भुटानी शरणार्थी, बाल मन्दिर जग्गा, एनसेल करछली, ललिता निवास आदि काण्डको चाङ दियो। एकपटक यो विज्ञापन सुन्नुस् त। विगतमा रेडियो तथा टेलिभिजनमा बज्ने गरेको यो लोकप्रिय विज्ञापन अचेल किन बज्दैन? गोरखकाली टायरको उत्पादन किन बन्द भयो? सिधा कारण हो, उक्कालो ओह्रालो गुड्थ्यो सरर, गोरखकाली टायर बलियो गुड्थ्यो सरर। नेताजीलाई मनपर्ने टायर गोरखकाली रबर उद्योग खाएर गयो गोरखकाली। कुरा यति हो। कुनै बेला देशकै सान रोडको राजा थियो गोरखकाली टायर। भ्रष्ट शासकहरूले सिद्ध्याए, चैत बनाए। गोरखकाली टायर उद्योग मात्र चैत बनाएनन्। हेटौडा सिमेन्ट कारखाना चैत, बुटोल धागो उद्योग चैत, वीरगञ्ज चिनी कारखाना चैत, बाँसबारी छाला जुत्ता उद्योग चैत, जनकपुर चुरोट कारखाना चैत, हिरकुटी कागज कारखाना चैत, अरू अझै धेरै कति छन्, कति सरकारी उद्योग चैत भएका छन्। बिस्तारै सबै चैत चैत चैत। नागरिकलाई रोजगारी दिने सोचेको भए अहिले लाखौं विदेशीले थिएनन्। 62-63 सालपछि देशको सम्पूर्ण संयन्त्र आफ्नो वरिपरि घुमाएर पटक पटक प्रधानमन्त्री भए प्रचण्ड। यसबीचमा बुहारी मन्त्री, छोरी मेयर, ज्वाइँ मन्त्री, भाइ राष्ट्रिय सभाको अध्यक्ष, उमेर पुगेका सबै परिवार सदस्यलाई कुनै न कुनै राजकीय पद। अहिले पूर्व राजाले यसो के टाउको उठाएका थिए, यिनीहरूको रातको निन्द्रा गायब भएको छ। स्लिपिङ ट्याब्लेट खानुपर्ने भएको छ। ओठमुख सुकेको छ, हात खुट्टा कामेको छ। यो देशमा अभूतपूर्व अवसर पाएर भूतपूर्व बनेका शासकहरू ली कुआन यू जस्तो दूरदर्शी नेता हुन्थे भने प्रदेश सरकारको ठाउँमा उद्योग र कल कारखाना हुन्थे। राष्ट्रिय सभाको ठाउँमा आधुनिक स्कुल र अस्पताल खोल्थे। समानुपातिक सांसदको ठाउँमा सडक र पुल पुलेसा बनाउँथे। जिल्ला समन्वय समितिको ठाउँमा अत्याधुनिक स्टेडियम र कभर हल बनाउँथे। 55,000 जनप्रतिनिधिको ठाउँमा 155 वटा नयाँ उद्योग खुलेको भए देशमा व्यापारिक माहौल हुन्थ्यो, व्यापारप्रति आकर्षण बढ्थ्यो, व्यापारमा लगानी हुन्थ्यो। दुर्भाग्य, अधिकार र उपलब्धिको नाममा छोटे राजाहरू पोस्दा 50% व्यापारिक सटर बन्द भयो, जुन यो देश